यहाँको स्पेसल कफी खाने हो ल जाउँ पहिला रोहित भाइ जान्छ अगाडि अगाडि होइन तिमी हिरो हो होइन पैसा त म तिरौँला केही छैन हेर्नु त ल पार्टी सुजमा हो होइन पैसा त म तिरौँला एकचोटि तिमी अगाडि हिँड न के हो पैसा हुन्छ भाइ के गर्दा तपाईँ यार ठक ठक बेलुका सजिलो हुन्छ क्या हामी झट्टै स्टुडियो गएर आउँछ हामी हामी स्टुडियो गएर आउँछ स्कुटी किन स्टुडियो भनेको ए ल एउटा रेड बुल त्यहाँ जुठो हालेर हेर्नु नि ए हो तपाईँले खान्थे खान्छ खाँदैन त यार सरी यार ज्याकले कि जम्मै हान्न लाग्यो के हो पुरै पुरै फुटाइरहेको छ नि पुरै फुटाइदिएको कि अब यो ट्याक्क भएपछि होइन हाल्दैन दिने यार रेड बुल एउटा यार ए यस्तो भएन अब यो एउटा यहाँ भाँडोमा राख्ने कतिवटा राख्ने हाल्नु नि एउटा रेड बुल सापट दिने यार मैले माटो किनेर त खाने भनेर झन् निकालेको हो कि त्यो निकाल्नु न निरोजन दाइले जुठो खाँदैन जुठो लाम्मै हाल्दै हो एउटा दियो नि त एउटा पहिलो लिएर त भाइ पहिलो चाहिँ लिएर त ल धेरै खानु हुँदैन पहिलो भने चाहिँ कस्तो हो डुप्लिकेट रेड बुल त ओरिजिनल हो त्यो झन् यो भन्दा पनि म्याक्स टाइगर रे ओरिजिनल त हो नि हो ल कस्तो दाम हुन्छ है दाइ यो खानु न पहिला सम्झे भाइ किनभने त्यो मिसिङ समाइदिनु? ज्याग्लो फायर यस्तो भयो भन्नु लाग्यो सुख त छैन मलाई पनि हेर केटाहरूले भनेपछि हामी रुम भएको मान्छेहरू रेस्टुरेन्टमा नआए पनि हुन्छ भन्नु खोज्नु भएको तपाईँले होइन म्याक्स टाइगर छ बबाल रे यहाँ जाउँ न तल सम्राट भाइले पर्खिरहेछ हामीलाई ल ज्याक दाइ हामी आउँछौँ तपाईँले ढोका ढाङ्ने गर्छौँ ल मी स्टुडियो गए हाम्रो सम्राट भाइको स्कुटी स्टार्ट भएपछि एकचोटि म टोइलेट जान चाहन्छु दाइ कता जाने कता गए दाइ कति अन्त के भयो के देखाउने स्टुडियो जान आयो हामीसँग स्टुडियो जान आयो तिमी के सुत्नु पर्दैन आज हस्पिटल जाने किन हस्पिटल म त स्टिकर टास्न मात्र म त हामीसँग जाने हो कि भनेर आएर कतै जान्छ तपाईँ स्टुडियो जानला स्टुडियो स्कुटी झिकाउनु जान्छ स्टार्ट गरौँ न त ड्राइभर मेरो ड्राइभर फेरि खतरा छ स्टिकर टाँसौँ हो र पहिला गएर आउने होइन रोहित भाइलाई एउटा केटी मन परिसक्यो त्यहाँ रोहित भाइलाई एउटा केटी मन परिसक्यो त्यहाँ थाहा नै छैन हामी अहिले स्टुडियोतर्फ लाग्दैछौँ अपलोड गर्ने भ्लग हो यो हो त अपलोड गर्छु त म अरे बेलुका
हाम्रो रोहित भाइले सातो पुत्लो उड्ने गरेर चलाइरहेको छ यहाँ के छ अलिक उयो सम्रीले त रिसाएको जस्तो गरेर हेर्दो रहेछ ब्लकमा चिसेको बोल्नु नेपालमा रोजगारै यस्तै हो निद्रा पनि लाग्दैन यार केटाहरूलाई भारू पनि के भयो निद्रा लागेको छैन अब यस्तो सुत्दै अब होइन आज किनभने रेस्टुरेन्टमा बस्नु हो नि त रेस्टुरेन्टमा बस्नु यस्तो खतरा सुत्छु मलाई रुममा सुत्यो भने होइन बस्नै सक्दैन भनेर मलाई टेन्सन धेरै निस्कन लाग्यो के भयो हेलो के हो हात यस्तो गर्छ त हात पनि हो र हेलो भनेको डेन्जर सुत्दिने हो आज रेस्टुरेन्टमा सुतेर निन्द्रा क्या मिठो लाग्छ भने म नि सुत्छु आज भनेको अहिलेसम्म अब सुत्नको ठेगानै छैन मलाई म्यासेज गरेको मौसमदेखि म्यासेज जाउँ न त्यही पनि एकछिनको काम हो हाम्रो सबै काम सकिसक्यो थोरै रेकर्डिङ बाँकी त अनि सुन्दाहरूलाई चाहिँ पुच्चीहरूले हेलो भनेको पुच्चीहरूले सुन्दैछ पुग्नै लगाइसक्यो अब स्टुडियो हामी पुग्नै लागि गाडीको दिनभरि यसरी उडिया गाडीलाई कफी हुँदैन कफीले तपाईँले एउटा पाँडेको भिडियो हेरेको थिएन वेकमा त्यो बुलेट बाइक थियो नि अनि सर अनि त्यो एकचोटि त्यो आरएक्स बाइकवाला के त पुटल सर्भिस के त पुटल सर्भिसमा के आरएक्स बाइक हुन्छ होइन लिभिङ ग्लास हुँदैन क्या रहेछ फेरि त ऐनाहरू मेरो हाम्रो भन्छ नि त्यो केटीहरू बसेर ऐना हेर्छ नि सानो त्यस्तो ऐनाहरू ब्रेकै छैन ट्राफिक सर भन्छ नि त्यही भएर भित्तामा जोडिदिएको भाइको अस्ति स्कुटी खोलेको थियो नि त 50 घन्टा माथि स्पिड नपुग्यो भनेर कि भाइ ठिकै हो मेरो सातो बुद्धो उठ्छ नि थाहा छैन हुन त चलाउन नजानेर होला सिक्यो भने चाहिँ अब केही लाग्दैन होला है पछि बाइक चलाउन सिक्यो भने चाहिँ केही लाग्दैन होला स्पिड झन् चलाउन आयो भने चाहिँ डर लाग्छ मलाई डर लाग्छ डर लाग्छ कि आफूले चलायो भने कन्फिडेन्स हुन्छ आफूले चलायो भने के हो हामी त के पुरा 3-4 मिनटमै आइपुग्यो मान्छेलाई रमाइलो लाग्यो रमाइलो बाइकमा भने होला एसाप रमाइलो लागिरहेको छ त्यसलाई साइकल पनि मान्छे रमाइलो लागिरहेको छ बाइकमा हो घाममा रहेछ दिउँसै जान्छ दिउँसो के भन्नु बिहान भनौँ न है बिहानै त छ ठमेलको हावाले छोएको छु खोइ होला आज ठमेलको हावाले छोयो जस्तो छ त्यसलाई ट्राफिक सरहरू त्यहाँ छ ट्राफिक हामी यता छौँ ट्राफिक सरहरू बिना फोकटमै चिट काट्न खोज्छन् हजार हो भने चिट थियो है बिलबुक्कै 2 चोटि काट्यो होइन लिबुक्कै चोटि काट्यो
गएर हेरौँ अलि यही बाटो होइन हो त के भयो यही बाटो हो त मोबाइल समात्दा हातै गलिसक्यो कस्तो हेलो केटीदेखि के जिस्काउनु मन लाग्छ के गर्नु तिमीहरू त मेरो भर्खरकै हो नि यसपालि बिहे गर्नु पर्यो भने हुँदैन कतिवटा हुन्छ कतिवटा हुन्छ फेरि के बुढीको के बुढी छैन मेरो बिहे नै गरेको छैन अन्य केटालाई त्यस्तो भन्ने यार भयो क्या कहाँको बिहे गर्छ अहिले नै भर्खरको मान्छेलाई 16 पुगेर भर्खर त 17 लाग्यो भाइ आयो भाइ त म देख्दिनँ त आयो यहाँको त पसल खोलेको छैन रहेछ स्टुडियो यहीँ हो त यतै रोक्ने हो ओरियो नागपुर सिधै काम नै थिएन नागपुर त आइरहेको छ होइन होला यहाँ आइन्दलै हो कि के हो र होइन होला हो कि के हो भनेर लोकतान्त्रिक चोकतिर आइपुगे स्टुडियोमा सम्झि उठेको छैन रहेछ अब हामी एकछिन वेट गर्छौँ आज जसरी नै गीत सकाएरै लिएर जान्छौँ हामी तर गीतै सकिँदैन यार त्यत्रो भइसक्यो महिना भइसक्यो दिमाग खराब भनेको आज जसरी नै सकाएर जाने है त जसरी नि एनी हाउ आज त बुझी म पैसा पनि छैन मसँग छँदै छ नि दाइको अनलाइन खै अब अनलाइन कहाँनिर पार्किङ गर्छ यार यतै त हो त यहीँ गर्ने नै हुन्छ भाइ घुमाएर यस्तो हाल्छु माथि जाउँ ग्यारेज बाइक छिराउँदै हिँड्दैछ फेरि बिना फोकटमै फेरि के गर्नु लाग्यो अब हाल्यो जाउँ त्यो आइहाल्छ हामीलाई पनि खिच न यसो हामी पनि भ्लगमा आओस् न यार हामी बद्न छ त दाजु त्यताबाट राम्रो आउँदैन घामले गर्दा यता आउनु यता यतिखेरसम्म बन्द छ त्यो
कहाँ जाने अनि ठाउँ नै देखेन है मैले त कुन ठाउँ हो दाजु यहाँको स्पेसल कफी खाने हो जाउँ त ताइकै तर्फबाट ल जाउँ पहिला रोहित भाइ जान्छ अगाडि अगाडि होइन तिमी हिरो हो होइन पैसा त म तिरौँला केही छैन हेर्नु त ल पार्टी सुजमा हो होइन पैसा त म तिरौँला एकचोटि तिमी अगाडि हिँड न के हो पैसा म तिरौँला के जाउँ न होइन बन्द रहेछ फोन गर्ने हो र पैसा म तिरौँला भनेको फेरि अन्त त अब तिर्ला कि नतिर्ला अब मैले त्यो कसेर राखिदिनु ल म आउँछु अन्त त मैले पैसा तिर्ला कि नतिर्ला अब होइन त्यस्तो त्यहाँ म तिर्छु भनेकै हो मैले तिर्छु भने हो कि होइन भाइ ल इमान्दार रूपले मैले तिर्छु भने हो है फेरि त्यहाँ चाहिँ म पैसा तिर्छु भने हो मैले भने हो तर त्यो खुल्ला छैन मेरो पनि हालोजिँदैछ है लाइट चाहिँ तर मैले सिधा इमान्दार रूपले भन्नुपर्दा पैसा तिर्छु भने एलइडी भन्छ एलइडी भन्छ एलइडी है हालोजिन भनेको तर के रहेछ के छ त गाइस लखर 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 काम छैन हिँड्दैछ है केटा बेरोजगार सङ्घको अध्यक्ष म हो नेपालको बेरोजगार सङ्घको उपाध्यक्ष यतापट्टि छ महासचिव यता छ ए यतै बसौँ यस ल बस यता होला नि त सोधौँ न सोधौँ मिल्छ त सोल्टिनीहरू पनि रहेछ सोल्टिनीहरू ए भाइले नहुने खाता पनि पाउँदैन कसले खौ खौ भन्छ अन्डा र चना पाउँदैन होइन होला है के हो देखिहाल्दा अब हेर्नु होइन होला है के हो अब त उठ्यो होला नि होइन जाउँ है अब चाहिँ उठ्यो होला है गाइसहरू कहाँ जानु लागेको रहेछ गाडी माथि बसेर यहाँतिर त के हो गाउँ जस्तै छ है गाउँतिर जस्तै लाग्छ के भयो खाल्टो पर्यो मान्छेको झ्यामै छ यहाँ मान्छे अझै उठ्या छैन जस्तो छ 9 बजे कटिसक्यो यहाँ अझिमा पार्किङ लिवेदेन हारेर आउनु हेल्म अप Shit. Oh my God. अलि यो किन्ने फोटो पेज जोछुवा हुने एकदमै त्यो के भन्छ सम्झे अलिकति रस र अलिकति नमजा आइरहेछ नराम्रो आइरहेछ हल्का तिमी जो छुवा त्यो छ नि लाइक मेलोडी भाइ जुन त्यो गइरहेको फ्लोलाई चाहिँ अलिकति डिस्ट्र्याक्ट गरेर गाउन त फेरि
तेरे लिए रब से मांगू दुआ फर्स्ट कि होइन त्यो अहिले प्र्याक्टिस मात्र एकछिन अहिले सोचू तुझे सामू हर अभी तिखारे से मजा तेरे लिए रब से मांगू दुआ तूने होठों पे जो छुआ न जाने दिल में क्या ये हुआ सोचू तुझे सामू हर सुबह तेरे लिए रब से मांगू दुआ तूने होठों पे जो छुआ न जाने दिल में क्या ये हुआ सोचू तुझे सामू हर सुबह तेरे लिए रब से मांगू दुआ तूने होठों पे जो छुआ न जाने दिल में क्या ये हुआ सोचू तुझे सामू हर सुबह तेरे लिए रब से मांगू दुआ तूने होठों पे जो सम्झी बाहिर एकछिन दिन त न जाने बाहिर एकछिन दिन त सोचू तुझे सामू हर सुबह तेरे लिए रब से मांगू दुआ तूने होठों पे जो छुआ न जाने दिल में क्या हुआ सोचू तुझे सामू हर सुबह तेरे लिए रब से मांगू दुआ तूने होठों पे जो छुआ न जाने दिल में क्या हुआ